त्यो चाहिँ भन्नुहुन्न त्यो चाहिँ लाग्दैन लाग्छ होला त्यो चाहिँ नि मलाई लाग्दैन किनकि एक दुईचोटि त्यो प्रमाणित पनि भएको छ मलाई के भएको छ भने कहिले कहिले यो ट्राफिकमा मलाई कसैले एकदमै त्यो ट्राफिकमा एग्रेसिभली चलायो या अलिकति उल्लङ्घन गर्यो भने अलिकति चित्त बुझ्दैन अनि प्रायः मैले अब ऊ नजिकै छ भने उसलाई हेरेर उसलाई केही सम्झाउने प्रयास गर्छु क्या अनि म चाहिँ नि जस्ट एज अ व्यक्ति उसले अलिकति गलत गरे हुनाले सम्झाउने हिसाबले गएर आउँछु तर ऊ चाहिँ नि मेरो अनुहारमा रल्ल परेर हेरिरहेर आउँछ अनि मलाई लाग्छ कि ऊ व्यक्तिले मलाई चाहिँ अब त्यसरी हेरिरहेछ भनेर तर म चाहिँ नि जस्तो एज अ व्यक्ति मात्रै पेस भएर आउँछु कहिले कहिले सायद बेला लाग्छ ओ आई एम टकिङ टु राजेश हमाल जस्तो लाग्छ कि म विज्ञापन क्षेत्रमा छु राजेशजीसँग मेरो मैले धेरै विज्ञापनहरू बनाएको छु एउटा विज्ञापनको चाहिँ अलि एउटा रोचक प्रसङ्ग छ सायद तपाईँलाई त्यो थाहा छैन किनभने यसको ब्याकग्राउन्ड तपाईँ हुनुहुन्थेन हामी अमेरिकन एम्बेसीको एउटा पिएसए बनाउँदै थियौँ अनि हामी एजेन्सीबाट गएका थियौँ अनि त्यहाँबाट हामीलाई ब्रिफ भयो कि सामाजिक सन्देश यस्तो यस्तो खालको हुनेछ र यसमा चाहिँ राजेश हमालजी हुनुहुन्छ राजेश हमालजी उपस्थित हुनुहुन्छ हामी एकदम खुसी भयो अनि त्यहाँपछि त्यो एम्बेसीको मान्छेले भन्नुभयो कि यसमा चाहिँ हामी 2वटा विज्ञापन बनाउँछौँ एक दिनमा अनि मैले भने त्यहाँ त्यति बेलासम्म राजेश हमालजीको परिचय थिएन मैले सुनेको थिएँ कि उहाँ सबै ठाउँमा लेट हुनुहुन्छ भनेर अनि मैले उहाँलाई भने होइन 2टा त सम्भव छैन किनभने उहाँ त कहिले पनि टाइममा आउनुहुन्न अनि उहाँले भन्नुभयो त यसको जिम्मा हामीलाई छोडिदिनुहोस् भने जुन दिन सुटिङको दिन थियो त्यो दिन भिजाको जुन काउन्सिलर हुनुहुन्छ हेड उहाँ राजेशजीको घरमा जानुभयो 1 घन्टा कुर्नुभयो अनि उहाँले हामीलाई सेटमा ल्याउनु अहिले त सायद त्यस्तो छैन क्या हो त तपाईँको यु क्यान अफोर्ड टु बी लेट बिकज यिनीहरू राजेश हमाल होइन त्यो बेलामा एउटा सानो इन्सिडेन्ट के भएको थियो भने हरेक कुरा त्यो त्यसको पृष्ठभूमि बुझेपछि कन्टेक्स्ट बुझेपछि अझ क्लियर हुन्छ म निरन्तर अमेरिका जान थालेको करिब 30 वर्ष जस्तो भयो होइन तर अचानक जुन बेलामा हामीले विज्ञापन बनायौँ ठ्याक्कै त्यो विज्ञापन बनाउने बेलामा चाहिँ कारणवश म र एउटा मेरै सहकर्मी मान्छे चलचित्रकै मान्छे हामी अमेरिका जानको लागि ठ्याक्कै त्यो बेलामा मेरो त्यो 5 वर्षको भिजा सकिएको थियो अनि भिजा रिन्यू गर्न जाँदाखेरि म दुवैजना जाँदाखेरि के कारणले चाहिँ म भन्दिनँ कारणवश चाहिँ नि हामी दुवैलाई भिजा रिफ्युज गरिदियो अचानक यतिका वर्ष गइसकेपछि तपाईँ दुवैजनालाई हामी भिजा दिँदैनौँ भनेर भन्नु अनि त्यसपछि म चाहिँ 2 मिनट काउन्सिलरसँग कुरा गर्न सक्छु भनेर प्राइभेटली काउन्सिलरसँग कुरा गर्नु गएँ र मैले भने अब मलाई त यो सहकर्मीसँग एउटा पेसागत हिसाबले जानु लाग्यो तर व्यक्तिगत हिसाबले त मलाई गइरहनुपर्छ अमेरिका यो के भयो कसरी भयो भन्दाखेरि होइन तपाईँ र तपाईँको टिमले जुन कागजात पेस गर्नुभयो त्यो चाहिँ हामीलाई चित्त बुझ्दैन बरु तपाईँ एक्लै आएको भए त दिन्थ्यौँ तर तपाईँ पनि सामुमा आउनुभयो त्यस कारण सामूहिक हिसाबबाट चाहिँ सबैलाई रिजेक्ट भयो भने तपाईँ पनि पर्नुभयो भनेर भन्यो अनि मैले त ठिकै छ त त्यसो गरौँ अमेरिका जाने सोच बन्द गर्नु पर्ला भनेर अनि मैले उसँग बिदा गरेर गएँ अनि त्यस पश्चात केही समयपछि फेरि विदेश अर्को देशमा गएँ म जापानमा 1 महिना बसेर आएँ अनि 1 महिना बसेर आएपछि मेरो घरको मान्छेले रो तपाईँलाई त अमेरिकन एम्बेसीको एउटा काउन्सिलरले खोजिरहेछ भनेर आउने बित्तिकै मलाई त्यहाँ फोन गर्नु भन्नुभएको छ भनेर भन्नुभयो अनि मैले फोन गरेपछि उसले चाहिँ राजेश म तिमीलाई भेट्न चाहन्छु भनेर भन्यो अनि कहाँ भेट्ने भन्दा मेरै घरमा भेट्न आउनु हो उहाँ अनि भेट्न आएर उहाँले भन्यो ओ तपाईँलाई यस्तो यस्तो केस भएछ अब चाहिँ नि जुन केस तपाईँको बारेमा थाहा छ त्यो टिमको पनि अब यहाँबाट जाँदैछ यो अमेरिकन एम्बेसीबाट त्यो जानुभन्दा अगाडि हामी चाहिँ नि तपाईँलाई भिजा दिन चाहन्छौँ भनेर उहाँ आउनुभयो मसँग कुरा अनि मैले भने ठिकै छ अनि उहाँले भन्नुभयो मिल्छ भने भोलि पासपोर्ट पठाइदिनु हामी भिजा दिन्छौँ तपाईँलाई भनेर भन्नुभयो अनि त्यसपछि उहाँले तपाईँले जुन त्यो हामीले विज्ञापन गऱ्यो नि त्यो विज्ञापनको प्रस्तावमा उहाँले भन्नुभयो होइन यो भिजा दिएको कारणले तपाईँले गर्नुपर्छ भन्ने त छैन तर तपाईँलाई गर्न मन लाग्छ भने अमेरिकन एम्बेसीको एउटा पिएसए गरिदिनुहोस् जहाँ चाहिँ नि धेरै मान्छेहरू भिजा सम्बन्धी चाहिँ नि फ्रड केसेसहरूमा चाहिँ नि भिक्टमाइज हुनुभएको छ उहाँहरूको लागि चाहिँ नि राम्रो एउटा
सन्देश जान्छ, एउटा पब्लिक सर्भिस पब्लिक अनाउन्समेन्ट जस्तो जान्छ, त्यसलाई तपाईँले गरिदिनुहोस् न, किनकि तपाईँ आफै पनि एकचोटि गलत कागजातको भिक्टिम हुनुभएको छ भन्ने हिसाबले उहाँले कुरा गर्नुभयो। अनि त्यसपछि म त्योसँग आबद्ध भएँ, अनि उहाँसँग परिचित भएँ, अनि त्यो सुटिङमा जाने बेलामा जानुभयो। त्यही हो, तपाईँले आफूलाई भिजनले दिएको पनिस गरिदिनु भयो उहाँलाई 1 घन्टा कुरा। त्यस्तो त खासै केही होइन, तर उहाँ के छ भने उहाँ तपाईँले दिएको टाइममा आउनुभयो, म चाहिँ नि तपाईँले सुटिङ गर्ने टाइममा आएँ, त्यति मात्रै हो। एउटा फिल्ममा अमिताभ बच्चन खड़ा होता हूँ टाइम वहीं से शुरू होता है, मैं जिस वक्त आता हूँ टाइम उसी वक्त शुरू होता है। अहिले पहिले चलचित्रको धेरै छायाङ्कन गरिसक्यो हुनाले के हुन्छ भने त्यो कलिङ टाइम र सुटिङ टाइम अलिकति फरक हुन्छ क्या। अनि कहिले कहिले मान्छे एकदमै व्यस्त भइरहेको हुन्छ, व्यस्त जीवनमा चाहिँ नि अब लोकेसनमा गएर किन कुर्ने, बरु घरमै आफ्नो केही कार्यहरू गरौँ भन्ने पनि हुन्छ। नत्र त अब सिनेमामा पनि अब धेरै लेट गइरहेको भए त सबै सिनेमाहरू चाहिँ एकदम बिहाइन्ड स्केड्युल बन्दै नसक्ने हुन्थ्यो होला नि त, होइन? यो त सब ख्याल कुरा हो। यस बिचमा तपाईँको एउटा पुस्तक निस्केको छ युगदेखि युगसम्म, त्यसको बारेमा केही बताइदिनुहोस् न। पुस्तक लेख्ने कार्य चाहिँ अत्यन्त नै कठिन कार्य रहेछ, विशेष गरिकन आफ्नो जीवनीको बारेमा, आफ्नो भनौँ न व्यक्तिगत कुराहरू लेख्नुपर्ने कार्यमा चाहिँ असाध्यै कठिन हुँदो रहेछ। र मलाई त झनै कठिन भयो, किनकि अब हामी सबैजनाको आफ्नो आफ्नो किसिमको नेचर हुन्छ, आफ्नो आफ्नो किसिमको क्यारेक्टर हुन्छ। मेरो व्यक्तिगत नेचर चाहिँ कस्तो भयो भने म झट्टै आफ्ना व्यक्तिगत कुराहरू एकदमै सेयर गरिहाल्ने किसिमको व्यक्ति होइन। कसैलाई हुन्छ अब सुखको क्षण पनि सेयर गरिहालौँ, दुःखको क्षण पनि सेयर गरिहालौँ, आफ्ना विभिन्न घटनाहरू पनि सेयर गरिहालौँ भन्ने किसिमको चरित्र कसैको हुनसक्छ। मेरो चाहिँ असाध्यै व्यक्तिगत चरित्र छ, म आफ्ना दुःख सुखका कुरा पनि हत्तपत्त त्यति सेयर गर्दिनँ र आफ्ना जीवनका पाटोहरू पनि सेयर गर्दिनँ। तर जब यो पुस्तक लेख्ने क्रम आयो, अब त्यहाँ त तपाईँले चाहिँ आफ्नो सम्पूर्ण जीवनलाई चाहिँ छताछुल्लो पारेर राख्नुपर्ने हुन्छ, र त्यो चाहिँ मलाई अत्यन्तै नै कठिन लाग्यो कि सबभन्दा पहिला जब पब्लिसर्सले आएर राजेशजी तपाईँको यो यस्तो जीवनीमा चाहिँ एउटा पुस्तक लेख्नु पर्यो भनेर भन्दाखेरि त्यो प्रस्थान बिन्दुमा मलाई सबभन्दा अप्ठ्यारो चाहिँ त्यहाँ आएर लाग्यो कि मैले आफ्नो जीवनको बारेमा सबै कुराहरू कसरी खोलेर राख्न सक्छु एकदमै भन्ने किसिमको। अनि त्यसपछि मैले भने मलाई त खै अलिकति गाह्रो होला यसरी गर्नको लागि, किनकि म एकदमै बसेर आफ्ना मनका कुराहरू, आफ्ना अतीतका कुराहरू, आफ्ना व्यक्तिगत कुराहरूलाई चाहिँ एकदमै खुलस्त रूपमा चाहिँ नि लेख्न अलिकति हिचकिचाउँछु कि भनेर भन्दाखेरि, अनि त्यस पश्चातमा केही समयपछि फेरि आएर चाहिँ नि अनि यो फर्मेट चाहिँ उहाँहरूले चाहिँ निकाल्नुभयो। उहाँले भन्नुभयो तपाईँलाई आफैलाई बसेर लेख्न गाह्रो हुन्छ भने हामीले यस्तो एउटा फर्मेट सोचेका छौँ जहाँ चाहिँ नि अर्को व्यक्तिले तपाईँका कुराहरू चाहिँ खोतल्नेछ, अनि त्यो अर्को व्यक्तिले खोतल्दै गइसकेपछि तपाईँलाई चाहिँ भन्दा आफ्ना कुराहरू बाहिर निकाल्न सेयर गर्न चाहिँ सहज हुन्छ होला भन्ने हिसाबको प्रस्ताव राख्नुभयो। यसमा चाहिँ नि म कता कता आकर्षित भएँ कि यो चाहिँ सम्भव होला जस्तो त लाग्यो। तर त्यो बिन्दुमा के भयो भने कोसँग गर्नु होइन, अब जोसँग गरिन्छ त्यो व्यक्तिसँग एकदमै सहज वातावरण हुनु पर्यो, एक किसिमको आत्मीयता पनि हुनु पर्यो। अनि कोसँग गर्ने भन्दाखेरि उहाँहरूले धेरै नाम भन्नुभयो, त्यस पश्चात यज्ञेशजीको नाम लिनुभयो जोसँग मैले गरेँ। अनि यज्ञेशजीको नाम लिँदाखेरि चाहिँ मलाई कता कता त्यो बिन्दुसम्म यज्ञेशजीलाई मैले व्यक्तिगत हिसाबमा त्यति मैले चिनाजानी भएको थिएन। उहाँलाई मैले व्यावसायिक हिसाबबाट चाहिँ विभिन्न ठाउँमा विभिन्न समारोहमा चाहिँ भेटघाट हुन्थ्यो, कहिले कहिले मेरो अन्तर्वार्ता पनि लिनुभएको थियो। त्यसको आधारमा चाहिँ मलाई के लाग्यो भने सायद यज्ञेशजी चाहिँ ठिक हुनुहुन्छ होला जस्तो लाग्यो कि, किनकि यज्ञेशजी खालि एउटा राइटर एउटा पत्रकार मात्रै नभएर उहाँ एकदमै गम्भीर चलचित्र क्रिटिक पनि हो। चलचित्र क्रिटिक खालि नेपाली चलचित्रहरूको मात्रै नभएर अन्तर्राष्ट्रिय चलचित्रहरूको पनि क्रिटिक गर्नुहुन्छ र उहाँको व्यक्तित्व पनि त्यस्तै छ, अलिकति सहज टाइपको। अनि जब उहाँको नाम आयो तब मलाई चाहिँ लाग्यो कि यो व्यक्तिसँग चाहिँ म गर्न सक्छु होला जस्तो लाग्यो।
र सुरुवातमा जब पुस्तक लेख्न थाल्यो हामीले मैले के सोचेको थिएँ भने पुस्तक नै लेख्ने हो, 1 वर्ष नत्र म्याक्सिमम 1 वर्ष जस्तो मात्र सकिएला, नत्र 6 महिनामै सकिएला जस्तो पनि लागिरहेको थियो कि। तर जब हामी पुस्तक लेख्दै गयो हामीलाई 3 वर्षभन्दा पनि बढी लाग्यो है। अनि योगेशजी र मेरो सहकार्य यति गहिरो र यति निकट हिसाबबाट हुन गयो कि मैले उहाँसँग आफ्ना व्यक्तिगत कुराहरू सायद आफ्नै परिवारसँग सेयर नगरेका कुराहरू पनि उहाँसँग सेयर गर्न पुगेँ। त्यति आत्मीयता पनि भयो, त्यति सहजता पनि भयो र त्यही हो। अब समय चाहिँ एकदमै लाग्यो, हामीले सोचेभन्दा धेरै नै समय लाग्यो। अब धेरै कहिले म भ्रमणमा आउँदाखेरि पनि हामी वाट्सएपमा चाहिँ कुरा गरेर पनि त्यो पुस्तकलाई अगाडि बढाइरहन्थ्यौँ। तर त्यो हुँदाहुँदै पनि समय चाहिँ अत्यन्तै नै लाग्दो रहेछ। त्यसलाई एकदमै विस्तृत रूपमा, त्यसलाई एउटा गहिराइमा आफ्ना सबै कुराहरू चाहिँ नि लेख्नमा। र यो पुस्तकमा खालि मेरा जीवनी, मेरो बाल्यकाल, मेरो परिवार, मेरा व्यक्तिगत अनुभवहरू मात्रै पनि छैन। यो पुस्तकमा समाजप्रतिको मेरो दृष्टिकोण, धर्मप्रतिको मेरो दृष्टिकोण, राजनीति, मनोविज्ञान प्रतिको दृष्टिकोण, यी सबै कुराहरू पनि छन्। त्यसले गर्दाखेरि पनि यो पुस्तक लेख्नको लागि अलिक बढी समय लाग्यो होला। तर यी सबै पाटाहरू खोतल्नको लागि योगेशजी चाहिँ सही व्यक्ति हुनुहुँदो रहेछ। किनकि यो सबै पाटाहरूलाई उहाँले पनि एकदमै आत्मसात पनि गर्नुभएको छ र बुझ्नु पनि हुन्छ। यो मान्छेले दुईवटा किसिमको कथा भन्छ। एउटा कथा चाहिँ संसारलाई भन्ने कथा, अनि एउटा चाहिँ आफूले आफूलाई भन्छ नि कथा। तपाईँको जुन पुस्तक छ, तपाईँले संसारलाई जुन कथा सुनाउनु भयो, के त्यही कथा हो जुन तपाईँले आफूलाई आफूलाई सुनाउनुहुन्छ? अनि पुस्तकमा चाहिँ म असाध्यै अनेस्ट भएको छु। त्यस कारण पनि मैले एकदमै आफ्नो बायोग्राफी लेखिहालौँ भनेर पहिलो प्रस्तावमै आँटिन हालेको कारण त्यही हो। किनकि यदि मैले लेखेँ भने चाहिँ म चाहन्थेँ कि मेरा वास्तविक कुराहरू नै आओस्। म अलिकति संवेदनशील कहाँ मात्र भयो भने जहाँ चाहिँ मैले आफ्नो जीवन अगाडि बढाउने क्रममा विभिन्न व्यक्तिहरू मसँग ठोकिनु भएको छ, चाहे महिला होस् चाहे पुरुष होस्, विभिन्न व्यक्तिहरू ठोकिनु भएको छ। उहाँहरूको बारेमा चाहिँ नि कति गहिराइमा जाने भन्ने कुरामा चाहिँ अलिकति संवेदनशील भएँ। किनकि त्यहाँ मेरो मात्रै कुरा भएन, अर्को व्यक्ति पनि जोडिएको छ। अब जीवनको विभिन्न बिन्दुमा चाहिँ ती व्यक्तिहरूसँग भेटघाट भएको छ र त्यो व्यक्तिहरू अहिले आएर कालान्तरमा आफ्नो विभिन्न बिन्दुमा हुनुहुन्छ र त्यो टाइममा भेटघाट भएको, त्यो टाइममा एक आपसलाई अनुभव गरेको आधारमा अर्को व्यक्तिको बारेमा पनि एकदमै गहिराइमा लेख्दाखेरि चाहिँ कता कता मलाई अप्ठ्यारो लाग्थ्यो। त्यस कारण म अर्को व्यक्तिको बाटोमा चाहिँ अलिकति संवेदनशील भएँ। तर जहाँसम्म मेरो आफ्नो अनुभवहरू छ, मेरो आफ्नो सोचाइ छ, मेरो आफ्नो जीवन छ, मेरो बाल्यकाल छ, मेरो भोगाइ छ, त्यो चाहिँ नि एकदमै म त्यसमा असाध्यै नै अनेस्ट भएर नै चाहिँ मैले पुस्तकमा लेखेको छु। र त्यो अनेस्टीले गर्दाखेरि पनि कहिले आफ्नो वरिपरिको व्यक्तिहरूलाई चाहिँ नि अलिकति अचम्म पनि लाग्यो होइन। गर्लफ्रेन्डको कुराहरू पनि छ, अब केटीहरूको कुराहरू पनि छ होइन। अब त्यो केटीहरू भनेको कस्तो हुन्छ, महिलाहरू अब आफ्नो जिउने क्रममा महिला पुरुष भन्दा पनि व्यक्तिहरू भेटिन्छ र त्यो व्यक्तिको बारेमा जति व्यक्तिहरू भेटिन्छ सम्पूर्ण सबै व्यक्तिकै बारेमा चाहिँ नि समावेश व्यक्तिले गर्दैन। समावेश कसलाई गर्छ भने जो व्यक्तिले जुन समयक्रममा त्यो व्यक्तिसँग भेट भएको छ, आफ्नो सोचाइ, आफ्नो भावना, आफ्नो बुझाइलाई कहीँ न कहीँ उसले असर पारिदिएको छ होइन। त्यस कारण ती व्यक्तिहरू चाहिँ मेरो पुस्तकमा समावेश छन्। अब महिलाहरू पनि समावेश हुनुको कारण किनभने खालि उहाँहरूसँग सङ्गत गरेकै आधारमा मात्रै होइन कि ती महिलाहरू चाहिँ समावेश गरिएको छु। जो महिलासँग मैले भेट्दाखेरि त्यो बिन्दुमा मेरो सोचाइ, मेरो वातावरण, मेरा अनुभवहरूलाई उहाँहरूले कहीँ न कहीँ प्रभाव पारिदिनु भएको छ र त्यो प्रभाव चाहिँ नि मानिसको मानसपटलमा, मन मस्तिष्कमा चाहिँ नि असाध्यै दिगो रूपमा बसिरहेको रहेछ। हामी सिनेमामा पनि भन्छौँ कि जस्तो मैले धेरै चलचित्र गरेँ, म धेरैजनालाई यो भन्ने पनि गरेको छु
धेरै व्यक्तिहरूले चलचित्रहरू हेर्नुहुन्छ, धेरै वर्षसम्म हेर्नुभयो। आजको बिन्दुमा 25औं-30औं वर्षपछि उहाँहरूलाई भेट्दाखेरि उहाँहरूले कुन चलचित्र हेरे भन्ने फ्याक्टै नाम नआउला, त्यो चलचित्रको कथा के हो भन्ने पनि फ्याक्टै उहाँले भन्न सक्नुहुन्न। तर असर कहाँ परिरहेको हुन्छ भने त्यो चलचित्र हेर्न जाँदा हेर्दा उहाँहरूको भावनामा के असर परेको थियो त्यो चाहिँ दिगो रूपमा आउँदो रहेछ। त्यस कारण पनि त्यो कलाकारलाई चाहिँ एकदमै आत्मीयताका साथ चाहिँ उहाँहरूले हेर्नुहुन्छ। जस्तै कुनै व्यक्ति मका आएर म तपाईँको डाई हार्ड फ्यान भनेर ल मेरो 5वटा चलचित्र भनेर भन्न नसक्नुहुन्छ होला। चलचित्रको कथा पनि उहाँहरूले चाहिँ एकदमै कण्ठ पनि नहुन पनि सक्छ। तर कुनै न कुनै बिन्दुमा त्यो चलचित्र हेर्न जाँदाखेरिको भावना, त्यो चलचित्र हेरिसकेपछिको असर चाहिँ उहाँहरूले आफ्नो मन मस्तिष्कमा बोकिनै रहनु भएको छ। अन्य कुराहरूले पनि त्यही नै हो। तपाईँले जीवनमा भेटेका व्यक्तिहरूले पनि तपाईँमा कस्तो किसिमको भावना छोड्यो भन्ने कुराले चाहिँ सबैभन्दा ठुलो प्रभावकारी भूमिका खेलिरहेको हुन्छ। किनकि भेट्न त हजारौँ भेटिन्छ, हजारौँ व्यक्ति सबैलाई सम्झिँदा पनि सम्झिँदैन, हजारौँसँग समय पनि बिताइएका हुन्छ। उहाँहरूसँग चाहिँ तपाईँले आफ्नो जीवनी लेख्नुभयो, आफ्नो जीवनका अनुभव, आफ्नो जीवनको कथा कसैलाई भन्नुभयो भने ती सबै व्यक्तिहरू समावेश नहुन पनि सक्छ। तर कति व्यक्तिहरू बरु तपाईँले लामो समय बिताएको व्यक्ति पनि समावेश नहुन सक्छ। तर छोटो समय बिताएको व्यक्तिले यदि तपाईँको भावनामा असर पारिदिएको छ भने त्यो दिगो रूपमा रहिरहेको हुन्छ। त्यही कारण सबभन्दा ठुलो कुरा त्यही हो कि तपाईँले के हेर्नुभयो, के सुन्नुभयो, के अनुभव गर्नुभयो भन्दा पनि के भावनाबाट तपाईँ त्यो बुझ्नुभयो, त्यो भावना चाहिँ नि दिगो रहनु रहेछ सबभन्दा। इमोसनको कुरा एकछिनपछि गर्दै नै छौँ। अहिले भर्खर तपाईँले भन्नुभयो कि मान्छेले चलचित्रको कथावस्तु बिर्सिन्छन्, तर त्यो फिलिङ्स एउटा इमोसन चाहिँ उनीहरूमा कायमै रहन्छ। मान्छेको एक थरी कग्नेटिभ मेमोरी भन्छ, एउटा इमोसनल मेमोरी भन्छ होइन। कग्नेटिभ जस्तो अल्जाइमरको पेसेन्टहरू मान्छेको नाम बिर्सिन्छ यता हुन्छ, तर उहाँलाई आफ्नो नजिकको मान्छेप्रतिको इमोसनल फिलिङ चाहिँ एकदम इन्ट्याक्टै हुन्छ नि। सायद त्यही होला। अब हामी एकछिन हाम्रो विषयवस्तुतिर फर्कौँ, एडभर्टाइजिङ। तपाईँले विज्ञापन, तपाईँ धेरै विज्ञापनहरूमा काम पनि गरिसक्नुभयो, सायद तपाईँ त्यसलाई बडा गहिराइले बुझ्नु पनि भएको छ। विज्ञापनलाई तपाईँ कसरी डिफाइन गर्नुहुन्छ? एउटा ब्रड, मैले टेक्स्ट बुक डेफिनेसन खोजेँ होइन, यसलाई जीवनसँग गाँसेर एउटा ब्रड डेफिनेसन तपाईँको के हुन्छ? अब टेक्स्ट बुक त एकदम सजिलो छ है, सामान्य मार्केटिङको टुल। अनेस्टली भन्दाखेरि विज्ञापन, एडभर्टिजमेन्ट्सहरू भनेको चाहिँ क्यापिटलिजमको चाहिँ नि उपज हो होइन। पुँजीवाद समाजले चाहिँ नि निर्माण गरेको कुरा हो। किनकि व्यक्ति त्यहाँ सबैभन्दा ठुलो चहल पहल केमा हुन्छ भने उत्पादनमा हुन्छ। र त्यो उत्पादन, त्यो प्रभावकारिता कहाँ पाउँछ भने जब त्यसले आफ्नो ग्राहक पाउँछ। सबैभन्दा ठुलो उद्देश्य कुनै पनि व्यक्तिले केही कुरा उत्पादन गर्छ भने उसको उद्देश्य चाहिँ नि त्यो उत्पादन गरेको वस्तु धेरै से धेरै ग्राहकमा पुर्याउनु हो। र विज्ञापनले चाहिँ नि हामीले जानेर नजानेर, फेरि हामी सोकल हामी सबैजना जो कन्ज्युमर्सहरू छौँ, हामीले जानेर नजानेर भए पनि हामीले आफ्नो डिसिजन चाहिँ नि 100% प्रयोग गरिरहेको हुँदैन। आफ्नो नेचुरल डिसिजन चाहिँ हामीले प्रयोग गरिरहेको हुँदैन। हामीलाई लाग्छ मेरो यो चोइस हो, मेरो यो डिसिजन हो, तर तपाईँको त्यो चोइस र डिसिजन चाहिँ नि कुनै न कुनै सामग्री, कुनै न कुनै कुराले चाहिँ त्यसलाई प्रभाव पारिरहेको हुन्छ। त्यस कारण त्यो पनि छ हामी कन्ज्युमर्सहरूमा। धेरै ठाउँमा हामीलाई के लाग्छ भने हामीले आफ्नो स्वतन्त्र हिसाबले आफ्नो चाहिँ चोइस प्रयोग गरिरहेछौँ भनेर हामीले सोच्न सक्छौँ, हामीलाई लाग्न पनि सक्छ। तर त्यो चोइस जुन हामीले गरिरहेको हुन्छौँ, त्यो चोइस चाहिँ नि कुनै न कुनै विभिन्न चिजहरूले चाहिँ तपाईँलाई प्रभावित पारेर तपाईँ त्यो चोइसमा चाहिँ नि आउनुभएको हुन्छ। र त्यो प्रभावित पार्ने वातावरण चाहिँ नि विज्ञापनले गर्छ। त्यो विज्ञापनलाई तपाईँहरूले गम्भीरतापूर्वक लेता नलेता पनि कहिले न तपाईँको सबकन्सियसमा बसिरहेको हुन्छ। र त्यो सबकन्सियसमा यस्तो दिगो हिसाबले बस्छ कि भोलि गएर तपाईँले मैले त एकदमै स्वतन्त्र हिसाबले मेरो मर्जी हो, मैले छानेको कुरा, त्यस कारण मैले यो लिन्छु भनेर लिँदाखेरि पनि तपाईँको सबकन्सियसमा भएका यी सबै प्रचारका सामग्रीहरू
र त्यो प्रचारका सामग्री बारेमा तपाईँको वातावरणमा गरिएका कुराहरू र तपाईँको वातावरणमा अन्य व्यक्तिहरूले चाहिँ प्रयोग गरेका चाहिँ उदाहरणहरूबाट चाहिँ तपाईँले चोइस लिएर आउनुहुन्छ। त्यही कारण तितो सत्य चाहिँ विज्ञापनले यही नै गर्छ। विज्ञापनले हाम्रो मनोविज्ञानमा चाहिँ असर पार्न खोज्छ र तपाईँहरूले चाहिँ हामीलाई चाहिँ नि हाम्रो आफ्नो चोइस गरिरहेको छौँ भन्ने चाहिँ एउटा इल्युजन जस्तो चाहिँ क्रिएट गरिदिन्छ। त्यस कारण यो चाहिँ मान्नुपर्छ कि यो असाध्यै प्रभावकारी माध्यम हो। यो प्रभावकारी माध्यम भएकै हुनाले विज्ञापनको चाहिँ यति चहल पहल छ। प्रडक्टभन्दा बढी व्यक्तिले चाहिँ त्यो प्रडक्टलाई कसरी बेच्ने भन्ने कुरामा बढ्ता दिमाग ख्याउँछ। प्रडक्ट बनाउनुभन्दा पनि त्यो प्रडक्टलाई चाहिँ कन्ज्युमरको चोइसमा कसरी पार्ने भन्ने कुरामा चाहिँ बढ्ता दिमाग ख्याइरहेको हुन्छ। बढ्ता चाहिँ त्यसमा चाहिँ विभिन्न व्यक्तिहरू संलग्न भइरहेको हुन्छ। त्यही नै हो विज्ञापन। म चाहिँ यो प्रोडक्ट र सर्भिसभन्दा एक स्टेप अगाडि जान चाहन्छु। जस्तो मान्छेले आफ्नो पनि त विज्ञापन गर्छ। आजकल त सोसियल मिडियाको जमाना छ। हामी बिहानदेखि बेलुकासम्म पोस्ट गरेर हुन्छ। कसैले फोटो पोस्ट गरिरहेको छ, कसैले विचार पोस्ट गरिरहेको छ, कसैले लाइफस्टाइल, कसैले आफ्नो गाडी देखाएको छ ठुल्ठुलो। यो हाम्रो व्यक्तिको विज्ञापन होइन, मतलब आइदर आइडेन्टिटीको होस्, लाइफस्टाइलको होस्। हामी त कन्टिन्युसली बिहानदेखि बेलुकासम्म आफूलाई विज्ञापनै गरिरहेका छौँ कि खालि प्रोडक्ट वा सर्भिसेस मात्रै त गर्दैन। त्यही त अहिले हामीले गरेकै उदाहरणबाट पनि हामी हेर्न सक्छौँ कि विज्ञापन भन्ने चिज कति फितलो चिज रहेछ त। किनकि हामीले आफ्नो विज्ञापन गर्दाखेरि पनि हामीले आफ्नो लो पोइन्ट्सको त विज्ञापन गर्दैनौँ, आफ्नो सबैभन्दा हाई पोइन्ट्सको विज्ञापन गर्छौँ। कुन बेलामा राम्रो लुगा लगाएका छौँ, कुन बेलामा अनुहार राम्रो देखिएको छ, कुन लाइटमा गयो भने अनुहार बढी राम्रो देखिन्छ, कुन सामग्रीहरू चाहिँ वस्तुहरू आफ्नो पृष्ठभूमिमा राख्यो भने फोटो बढ्दा आकर्षित हुन्छ। ती सबै सोचेर सुयोजित हिसाबबाट हामीले आफ्नो फोटो खिचेर ती फोटोहरू मात्रै हामीले अपलोड गर्छौँ। तर त्यो मोमेन्ट जुन तपाईँले क्याप्चर गरेर तपाईँको प्रतिनिधि गरेर चाहिँ तपाईँले अपलोड गर्नुभयो, 12 महिना 7 काल 24 घण्टा त तपाईँ त्यो स्थितिमा हुनुहुन्न लाइफमा। 24 घण्टा पनि किन, तपाईँले त्यो फोटो खिच्ने बित्तिकै अर्को 2 घण्टापछि तपाईँको चाहिँ मुड अर्कै हुनसक्छ, तपाईँको अनुहार अर्कै हुनसक्छ, तपाईँ अर्कै वस्त्रमा लगाएर बसिरहेको हुन सक्नुहुन्छ। त्यसकारण विज्ञापन भनेको यस्तो एउटा इल्युजन रहेछ भन्ने त त्यसरी नै साबित गरिदिन्छ। हामीले अहिले नै आफ्नो चाहिँ सोसियल मिडियाका क्रियाकलापहरू हेऱ्यौँ भने कति भ्रमित रहेछ भन्ने कुरा त त्यसरी साबित गरिदिन्छ। अब यो चाहिँ हामी व्यक्तिगत संलग्नता हामीले कहिलेबाट जनाउन थाल्यो भने जबबाट सोसियल मिडिया इन्टरनेटहरू आयो। तर विज्ञापन त त्योभन्दा पनि अगाडि थियो। भनेपछि कति सदियौँदेखि विज्ञापनले चाहिँ कस्तो किसिमको इल्युजन चाहिँ हामीमा क्रिएट गरिरहेको छ। ह्याभ अ कोक एन्ड अ स्माइल भन्छ। कोक खाएर स्माइल आउने त होइन। अझ पहिला त विज्ञापन गर्थ्यो एकदम चुरट पिएर एकदम घोडामाथि चढेर मचो म्यान भनेर। मानियो कि त्यो चुरट पिएपछि चाहिँ मर्दको चाहिँ मर्दाङ्गी आउँछ, उसको मसल त्यत्तिकै आउँछ भनेर। तर त्यसले त उल्टो असर पारेर आउँछ, भएको मसल पनि सुकाएर पठाइदिन्छ। त्यस कारण विज्ञापनले यस्तो एउटा इल्युजन क्रिएट गर्छ कि जुन इल्युजन हामीले पनि अहिले क्रिएट गरिरहेका छौँ। हामीले जति पनि हामीले कुराहरू सामग्रीहरू हामीले राख्छौँ, त्यो सामग्री हामीले कहिले राख्छौँ? आफ्नो सबभन्दा सुखद क्षण, आफ्नो सबभन्दा हाइलाइटको क्षण। यसमा त म राम्रो देखेको छैन, आज त कुनै पनि अपलोड गर्दिनँ, ओ आज त गजब आएछ, यो अपलोड गर्नुपर्छ होइन। त्यस कारण हामीले पनि अरूलाई इल्युजन दिइरहेछौँ अनि अरूको इल्युजनबाट आफू प्रभावित भइरहेछौँ। अरूका राम्रा फोटोहरू, राम्रो चिज देखेर ओहो यस्तो राम्रो उसको मेरो किन राम्रो भएन भनेर त्यसमा फेरि अर्को कम्पिटिसन जस्तो चल्न थाल्छ, कम्पेयरिङ हुन थाल्छ। त्यही हो विज्ञापनको तितो सत्य चाहिँ त्यही हो है त। हामी अहिले विज्ञापनको तितो सत्यबारे कुरा गरिरहेको छौँ। म